हेलो नाति, के छौ? कता हिँडेको दोकानमा? नाति नाति त बोल्दैन त। बच्चा बच्चीहरू खेल्दै रहेछ टक्क। ओ नाति, नाति त घुम्दै रहेछ। ल हाम्रो गाउँ चाहिँ यस्तै छ बबाल, यस्तै छ है। यता यो केटाकेटी खेल्ने रौँ, यस्तो बबाल हिलो बाटो छ हाम्रो गाउँ चाहिँ। यस्तो छ, यस्तो बबाल छ र धान रोप्ने कार्यक्रम भइसकेको छ। यस्तो छ हाम्रो गाउँ त, यस्तो छ नि। लै लै हाम्रोतिर फेरि हरियो पत्रे मात्रै छ बाटो पनि। एउटा लक्क यता मेरो घर जाने बाटो यो चाहिँ। म चाहिँ ड्युटीतिर लागेको, ड्युटी त गर्नु पऱ्यो नि। गाउँको बाटो लागेको। यो घरमा नि अस्ति हामीले काम गरेको, आधी काम सक्यो, बाँकी छ अरू यो घरमा। अब आज पनि लाग्यो माथि मुजुरमारीको काममा। यस्तो बबाल छ हाम्रो गाउँ। यो चाहिँ माइली चाहिँ के गर्दै हुनुहुन्छ? कुखुरा छोप्दै हुनुहुन्छ कि हो? यता चाहिँ हाम्रो माइली अङ्कलको चाहिँ घर हो, छिमाको। अस्ति भिडियो हालेर बिर्तामा गएर सुनाइछु भन्दै थियो, कता भाइरल हुनुभयो अरे। फेरि भाइरल पारिदिनु पऱ्यो छिमालाई। ल यस्तो बबाल छ है हाम्रो गाउँ चाहिँ, यस्तो बबाल छ। यता खोलाहरू पनि फलिसकेको छ। बाबा पनि हुनुहुँदो रहेछ यता। के गर्दै हुन्छ हौ बाबा? यस्तो छ, यस्तो बबाल तरिकाको। यता सुँगुरखेर छ, बबाल सुँगुर पनि छ। बाटो चाहिँ फेरि यस्तो बबाल छ। यहाँ खुट्टा धुँदै हिँड्दा पनि हुन्छ घरमा। उता नुहाउनु बिर्सेर आयो, खुट्टा धुनु बिर्सियो भने टक्क चप्पल लगाउने हिँड्ने, अनि बबाल तरिकाले खुट्टा पखाल्दै हिँड्ने। यस्तो छ। यहाँ हात्ती आएर खोला ढालेछ, फेरि हात्ती पनि आइरहेको छ। गाह्रो छ नि हो, गाह्रो छ। यहाँ हात्तीले सबै खोला भचाएछ। आज राति आएको होला। बाटो चाहिँ यस्तो बबाल छ है। यता पनि खोला भाँचेछ हात्तीले।